हामी चाहिँ अहिले घर जान लाग्यो अनि एउटा खुरापाती दिमाग आइडिया आयो क्या हजुरआमालाई प्र्याङ्क गर्ने भनेर पुलिसले समात्यो भन्ने होला प्र्याङ्क हो होइन आमा आमा कता हुन्छ को सुन्नु त आमा एउटा अर्जेन्ट कुरा के अरे यहाँ मलाई पुलिसले समात्यो अनि मैले त्यहाँ हजुरआमा घरमा भर्खरै भर्याङबाट लड्नुमा म जान पर्छ सर चिट नकाटिदिनु भने हो ढाँटेको अब तिमीले नाटक गरे जस्तो गर त्यो घरै आउँछु म चेक गर्न नभए छोड्दिनँ भने हो त्यो घरमा आउनु भन्दा म 1 मिनट अगाडि गेटनिर पुग्ने बेला फोन हान्छु त्यो अगाडि लडे जस्तो नाटक गर है त्यो भर्याङतिर आउनु लागिसक्यो पुलिस अब हामी आधी घन्टा लाउँछ होला मान्दै माने आमालाई देखा भन्छ यहाँ लुकेर फोन हानेको मैले ल हिँड्नु घरै हिँड्नु त नि भनेको अनि तिमी त्यहाँ भर्याङबाट अगाडिबाट लडे जस्तो लड्ने जस्तो नाटक गरेको तरिकाले बस न लडे जस्तो चिजको होइन कि आमा यहाँ 3जना पुलिस छ भनेको बेला त्यस्तो नगर्नु न आमा यार त्यो अगाडि भर्याङबाट त्यो गेट भन्दा अगाडि भर्याङ छ नि हाम्रो त्यहाँनिर लडे जस्तो एक्टिङ गर है एक्टिङ भनेको भन्दाखेरि अब लडे जस्तो कि यस्तो त्यो उल्टो तरिकाले खसे जस्तो गरेर बस हजुर सर हुन्छ हिँड्नु न जाम